केटा न्यु इयर लाग्यो नि त अब छैन रातो नानी पर्छ होला मर्दैन नानी ऊपर ऊपर भने ऊपर किन नि मसँग चाहिँ धेरै ठुलो बत्ती हाम्रो ल्याउनु पर्छ क्या टायर बत्ती यो त बिग्रिसक्यो आज बिग्रियो ल केटा हाम्रो चाहिँ फाइनली अब न्यु इयर मनाउने भिडियो बनाउँछ हाम्रो ग्याङ हैन ह्यापी न्यु इयर चाहिँ ह्यापी युनिभर्सल चाहिँ ओ नानी सपेता के छ खबर हेलो भन्नु न हेलो गर हेलो के छ नानी हेलो एभ्रीवन ह्यापी न्यू इयर भन्नु के छ भन त पुरै बुझ्यो त ठुलो आले मान्छेले बुझ्ला त लकी के छ खबर बबाल छ नि बबाल यस्तो गर न यस्तो गर ल हेलो एभ्रीवन भनेर भन ए ह्यापी न्यु इयर भन देवांश हेलो देवांश के छ खबर ठिक छ कहाँ गएको आज हामी थाहा छैन पिकनिक आएको नि हामी उदय माथि भर्याङ गरेर जाने हो क्या अब यहाँबाट जाने हेर सेपा त जोड बाख्ना केटा सेकल नाक फुटेको जस्तो गर्छ त ल बिस्तार पाँच है केटा माथि भाइ सबजना हो सबजना बिस्तारै बिस्तारै एक वर्ष एक्सट्रिम बोक्नु पाइने भेटियोस् ल ल केटा ल टाढा जानु पर्छ अब गाह्रै पर्छ होला गाह्रो साथी कस्तो भइरहेछ नयाँ वर्ष या 2013 सालमा बिजोग भन्नु न भने 1 वर्ष बिजोग हुन्छ मलाई एकदम रमाइलो भन्ने कुरा यस्तो एनर्जी दिनु छैन यस्तो केटा भएर कहाँ बिजोग भएको छ अरे यार अहिले लाज लाग्दैन कि अलिकति अनुहारलाई अलिकति ज्यानलाई हेरेर नि कुरा गर न यार तिमीलाई त्यसो भने तल दिदीले के भयो होला ल गाइजहरू हामी चाहिँ पुरा यो के भन्छ तारेहरूको मुन्तिर के भन्छ मलाई पवन सिंह कहाँ आइपुग्यो तिमी पिकनिक जङ्गलमा किन आएको किन आएको पवन कडा चाहिँ मान्छे बुढागाडीहरू खेल मजाले सुल्लो सुल्कन हो यो मान्छे हो
लाइन बस्छ लाइनमा आइसक्रिम खाएर दुईबाट छ सबभन्दा तिमी ठुलो होइन ल दिदीलाई खान नदिनु भयो केटाले केटाहरू आलै चौला जस्तो गरिसक्यो प्रवेशमा चाहिँ यहाँ पर्ने भयो नि त यो फेरि बिग्रेर म त अन्त आइसक्दा त्यहाँ ग्राउन्डमा फोनमा अहिले बङ्ग लड्यो भने जान्थ्यो त्यो समाएर यता यता गरिदिनु यो भाइलाई यता पनि छ भाइ पनि छ यता अलि ठुलो भाइ हातमा चुयो देवान्स चाट दियो बिचरा उसले चाटिसकेको थियो के पिल्छ त्यो हाल्दा हजुर यार यताबाट चुन्ला हो त्यहाँबाट बडा स्वादले खायो केटा यता ठुलो भाइ छ ठुलो भाइ रालचुई छ रालचुई पर्वेश हालेर पर्वेश ओ अर्को भाइ पनि आइज थाप्नु अर्को भाइ पनि थाप्दैछ उ त बाटो जस्तो नि हेर रमाइलो हुन्थ्यो अरे होइन कि यो बिलियन त त्यही भएर हो नि तलबाट पाल पऱ्यो न कम्पिटिसन हुन्थ्यो त्यही त ठुलो मान्छे के खान्छ शान्त आइसक्रिम खाए जुसो जुसो ल सबजना मिलेर बस्छ अहिले चल्छ आउनु ल यहाँ अहिले चल्छ आएर लाइन ल मजाले हेर खाली डब्बा
पार्टीमा हाम्रो त्यसपालि नयाँ वर्ष त खरुजा र मुला भयो यार केटा कस्तो रमाइलो होला दाइ अब हामी मासु मांस केही नखाने सालदेखि हो जाँड चाहिँ केही नखाने है हामी चिसो खरबुजा मुला खाने जुरे सोल्टी के छ त भालेको सुरु छ केटाको भाले छ पोजिसन गाह्रो छ गाह्रो छ हो झालाक झुलुक झालाक झुलुक भाग लाउनुपर्छ क्या पर्छ भाग त लाउनुपर्छ ल फाइनली हाम्रो 28 भाग भनेपछि हाम्रो आज मान्छे 28 जना हो 28 मात्र हो र यार आज हाम्रो मान्छेहरू 32 रे 32 जना हाम्रो भाग लाग्दैछ भाग एउटा बियर हान्दैछ यहाँ काट्ने कुरा दिदी छ भाइ कस्तो भइरहेछ निमेर ल ठिक छ ल भाइ बस न भाइ आए भाइ आए आफै चाहिँ आउँदैन फेरि गाह्रो छ नि म पनि आउनु पऱ्यो नि ल केटा चिल है भैँडाँडामा होइन भैँडाँडा रमाइलो भइरहेछ नि भैँडाँडामा है ल ठिक छ लाइनै खिच्नु पर्यो भिडियो सानो नानीहरू सबैजना हेर भिडियो आउँछ ल भिडियो सबै त ह्याप्पी न्यु इयर चिसो बियर कोही खान्छ यो कोही खान्छ ल हुन्छ कि है ल एउटा ह्याप्पी न्यु इयर पारा देखाउनु यसो सहयोग देखाउने केटा ए ल अब हाम्रो चाहिँ खाना सुरु भइहाल्छ है बसेर खानु पऱ्यो ल राख्ने हो क्या त्यहाँनिर क्यामेरा राख्ने हो क्या त्यहाँ हेलो भन न कस्तो राम्रो आउँदै थियो ए आल पर जाँदै म त नक्सर यो भइरहेको छ अनि भिडियो बनाउनु बाबा यही हुन्छ क्या खेल यही बस्नु क्या बाबा होइन
होइन बाबुलाई बोलाउनु है हो हो भयो प्र्याक्टिस एक्सपिरियन्सै गर्दा पनि तर बाँड्ने चाहिँ बियर खाने बात छ क्या तर बेलुका बेलुका मात्रै खानु पऱ्यो नि त होइन दिनभरि खानु भएन भने आज त के हो दिनभरि खाएर भिडियो कुद्यो लड्यो त लड्यो त अहिलेको हाम्रो आयु चाहिँ कति वर्षमा होला त्यो उमेरबाट हाम्रो आयु भनेको 70 माथि हुनुपर्छ 70 माथि गयो भने त्यो भाग्यमानी हो विचार गर्दा 55 होइन 60 अनि त्यो 70 माथि गयो भने त्यो भाग्यमानी हो क्या एकदम 100% जाला त हाम्रो केटाहरू हामी 100% 70 माथि यहाँ चाहिँ यो अब अझै 4 जतिको भन्दा अझै 80 वर्ष रेडी खाने जान्ने फेरि अब मेरो भनाइ केही पनि छैन ठिकै जस्तो लाग्यो म चाहिँ ग्यारेन्टी नि दिन्छु सेमेर यो अझै 4 हाने भने त 80% ढुक्कै डेममै हो अनि हाम्रो बाबुको भनाइ के छ बिहा कहिले वर्षमा गर्ने भने यो जना बनाएर होला भोलि पैसा यस्तो पैसा बाबा दारो भयो एउटा त हात सक्दै कहिले टुट्दैन बिल कति खायो भने आएदेखि हातमा समाएको समय केही गुनासो छ भने अनि पार्टी बियरको पार्टी मात्रै भयो अनि प्लस अनि अब घरबार जोड्ने त होला लाग्यो ठुलामा खोइ त है डेट पनि दिँदा हुन्थ्यो हाम्रो साथीको के छ त कपालको कटिको अर्कै छ एउटा बिहे हुन लाग्छ कस्तो बोझानी ल के छ अनि हाम्रो सालदाईको पुरै के छ त व्यवस्था एउटा छोरी छ प्लस केही सोच विचार छ कि ल केटा हाम्रो बिस्तारो जाउँ है ल म त ठ्याक्कै माग्ने जस्तै छ बोरा बोकेछ भाइ के गर्नु सबै त हेलो रुन्चे 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 मुला आगे पार्टी हेर्दा जुम पनि गर्नु मिल्छ कि हजुर अब केही बाँकी छ भने बाँकी त के होला त अघि खरबुजा चिसो छ क्या खरबुजा खाइसक्यो अघि खरबुजा खाएको हो ल कसरी बिदाबारी गर्ने केटा ल सल्लाह गरौँ यहाँबाट भनिहाल्यो ल अब काहीँ एक्स्ट्रा केही थपथाप गर्ने हो भने विचार गर होइन म त होइन अब हामी छुट्नुपर्छ होला नाच्ने हो क्या एक लाइन है कड़ा एक लाइन है एक लाइन
मिलन बिस्तारै होइन तिमी पछाडि बस्नु पछाडि बस लास्ट रहेछ बाटो कि ब्याट्री अब अन्तिम हान्ने गर्छ हाम्रो प्रधान गाईहरू घर फर्किन्छ लिएर रमाइलो गरेर यहाँ यो घर के त्यही त घर उन्नति गर्दैन भन कसको हाम्रो गाडी बाइक भएको ठाउँमा आइपुग्यो अब हामी क्रस गर्छौँ गाइज है गाइजहरू ल बिस्तारै गाइज बिस्तारै है केटा बिस्तारै ल सबजना आयो सबैजना हो आउँदैछ ल फाइनली सबै सकाएर आइपुग्यो हामी डिउ बेच न कति कमायो तिमीले आज डिउ बेचेर भाइको सामान सब बिक्री भएन बराबरी पैसा भयो बेचेर ल ठिक छ भविष्य बन्ने भयो 83 सालमा यार मैले त दुईवटा पाएछ यार अम्मा 83 मा त बिस्तारै ह्याप्पी न्यू इयर हो होइन दाइ हजुर अब के भयो भने दुईटा बच्चा चाहिँ अब भविष्यको यो मेरो कर्णधार हो त्यही भएर अब जेन्जी पनि हो पाल्ने त यसले नै हो बुन्ना पालेको अलिक गुनासो गर्यो मेरो छोराले त्यही भएर पाल्ने यो बोकिदिएको अवस्था ए ठिक छ झन्डै रहेछ केटा त होइन ल ठिक छ ल 2083 साल सबैलाई फलोस् फुलोस् होइन सबैलाई राम्रो होस् ल दुईजनालाई मैले हामी ल गाइजहरू है त अब 83 साल एकदम रमाइलो होस् सबैको होइन फलोस् फुलोस् है अब शुभकामना सहित आजलाई यो भिडियो चाहिँ बन्द गर्नु पर्यो बाई बाई सबैजना बाई बाई है त